विजयादशमी 2082 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। अहिले टीका लगाइरहेको छु मैले ईश्वर केसी, टीका थप्दै हुनुहुन्छ गीता केसीले। त्यसपछि टीका भिडियोहरू अघि पछि छ, भिडियोमा देख्न सकिन्छ बुवाले दक्षिणा हेर्दै हुनुहुन्छ। जमरा र पाती लगाउने कुरा भयो। यसपछि यो धेरै अघि पछिको, यो मैले घरमा टीका लगाउने बेलाको हो। यो टीका लगाउने समयभन्दा धेरै अगाडि हो। यो टीका लगाइरहेको छु मैले। यो भिडियो फोटो गर्ने भएको थियो एभरग्रिनले र चाहिँ मैले टीका लगाइसकेपछि धेरै भिडियो बनाउँदा धेरै अघि पछि भएको छ। कुन कता भएको छ, त्यसलाई चाहिँ अन्यथा नलिनु होला। मैले मेरो ग्यालरीबाट लिएको र यसपछि यो बेलुका मन्दी पाइसकेको थियो र भने यो जुन आन्टी टीका लगाएको क्रमको फोटो, यो चाहिँ बुवाले हामीलाई टीका लगाउनु भएको भने मैले बुवालाई ढोगर्न लगाएको यो र बुवाले टीका लगाएको फोटो यो बच्चाहरूलाई हामीले एभरग्रिन जस्मिनलाई टीका लगाइदिएका छौँ भने फोटोहरू छुटेको छैन होला। सबैलाई मिस गरेका छौँ, विशेष गरी टीका लगाउन नपाउनु भएकोहरूलाई। एभरग्रिन जस्मिनलाई आशीर्वाद दिँदैछौँ। त्यसपछि यो मैले गीता लगाइदिएको आएँ फेरि। त्यसपछि एभरग्रिनले आमासँग लगाएको, मनदीपले एभरग्रिनसँग लगाएको, जस्मिनले मनदीपसित लगाएको, मनदीपलाई मैले लगाइदिएर हो गरेको र यो बच्चाहरू युगेश, एभरग्रिन जस्मिन, यहाँ चाहिँ सोनमहरू पनि छन् र चाहिँ अन्टीले जस्मिनलाई र कान्छीलाई लगाइदिएको, नानीलाई दिव्याङ्गलाई फेरि सोनमहरूले लगाइदिएको, अन्टीले लगाइदिएको फोटो हो यो। जुन आन्टीलाई ढोगर्ने गीताले, जुन आन्टीले मलाई टीका लगाउँदै हुन्छ यो फोटोमा। यसमा गीतालाई मैले लगाइदिएको छु। यो फोटोमा सोनमलाई र रोशनलाई हामीहरूले लगाइदिएका छौँ, फेरि हामीलाई यिनीहरूले ढोग गरेका छन्। त्यसपछि आमासित लगाउने क्रममा हो, आमालाई ढोग गरेको छु मैले। यसमा आमाबाट मैले आशीर्वाद जमरा लिएको छु भने बुवाले बच्चाहरूलाई लगाउनु भएको फोटो हो यो। बुवाहरूले बच्चाहरूलाई लगाउँदै हुनुहुन्छ। जस्मिन र कान्छीलाई एभरग्रिनले लगाएको यो मैले युगेशलाई र दिव्याङ्गलाई लगाएको, युगेशले मलाई ढोग गर्दैछ यहाँ। त्यस एभरग्रिनले युगेशलाई ढोग गर्दैछ। आमासित गफ गर्दैछु मैले। गीतालाई मलाई बुवाले लगाउँदै हुनुहुन्छ यसमा। आमासित मैले टीका लगाएको छु। तयारी हुँदैछ। बुवा दुईवटा गीता अनि भाउजूलाई बुवाले लगाउनु भयो, अनि मैले बुवालाई ढोग गर्दैछु, गीताले बुवालाई ढोग गर्दैछन्। आमासँग गफ गर्दैछु। एभरग्रिन र जस्मिनको यो फोटो आयो, फेरि जस्मिनको सेल्फी आयो। युगेशले जस्मिन र एभरग्रिनलाई लगाइदिएका छन्। जस्मिनले दिव्याङ्गलाई लगाइदिएका छन्। जस्मिनले दिव्याङ्गलाई ढोग गरेको, बुवाले बच्चाहरू युगेशहरूलाई लगाइदिएको, युगेश, एभरग्रिन, जस्मिन, दिव्याङ्ग बुवा लगाइदिनु भएछ। यसमा भाउजूले आमासँग लगाएको, गीताले आमासँग लगाएको, गीताले मसँग लगाएको, गीताले ढोग गरेको, अन्टीले मलाई लगाइदिएको। लाइभ फोटो यो, लाइभ फोटोहरू अलिकति भिडियो चलिरहेको छ। लाइभ फोटो मजा हुँदो रहेछ यसमा, के भइरहेको थियो थाहा हुँदो रहेछ। र घरमा हामीले सुरुमा टीका चढाउँदाखेरि भने यो लाइभ फोटोमा तयारी छ, बुवाले पूजा गर्दै हुन्छ। लाइभ फोटो ठिक हुँदो रहेछ भिडियो बनाउनु। आमासँग लगाउँदै गरेको, अन्टीले एभरग्रिन मलाई लगाइदिनु भएको, बुवाले लगाइदिनु भएको छ। जस्मिन र एभरग्रिन टीका थाप्दै, गीताले बुवासँग टीका लगाउँदै। त्यसपछि फोटोहरू छुट्यो कि छुटेनन्, बुवाले आमालाई लगाइदिनु भएको हो। त्यो फोटो छुट्यो क्या, लास्टमा म एड गर्नेछु फोटो छुटेको है। यसरी हामीले 2082 सालको आमालाई लगाइदिनु भएको ठ्याक्कै गीता लगाउँदै
2082 सालको मनदीपलाई लगाउँदै हामी अहिले यसरी दसैँ सकिएको छ। धन्यवाद। जी गर्ने त